नमस्कार, म आशय अधिकारी हो। डेरवाक भर्बल स्कुल कक्षा 1 मा पढ्छु। आज म हजुरहरूलाई गुलाब र भङ्गेरीको कुरा सुनाउन गइरहेको छु। सानी भङ्गेरी दिनहुँ गुलाबको बोटमा बस्थी। ऊ त्यस गुलाबको बोटमा बसेर गुनगुन गर्थे। चिरबिर चिरबिर। मलाई तिम्रो धेरै माया लाग्छ भङ्गेरी। मलाई पनि तिम्रो धेरै माया लाग्छ। गुलाब र भङ्गेरी कुरा गरिरहेका थिए। उनीहरू नजिकै केही मानिस हतियार बोकेर आए। यहाँ बाटो बनाउने हो। रुख, फुल र यी सबै झाडीहरू काट्नु पर्छ। भङ्गेरी डराई। गुलाब रोयो। म गुलाब बिना एक्लै गुनगुन गर्न सक्दिन। मेरो साथीलाई काट्न पाउँदैन। भङ्गेरीलाई ती मानिसले कराए। के रे, यहाँ बाटो बन्छ। हाम्रो घर नजिकै गाडी जान्छ। हामीलाई सुविधा छैन। तिमीहरू बढी जान्ने हुने होइन। एउटी सानी केटी मिनु गुलाब र भङ्गेरी भएतिर आइरहेकी थिइन्। उनले मानिसका कुरा राम्रोसँग बुझेकी थिइनन्। त्यसैले ती मानिसलाई उनले प्रश्न गरिन्। ए अङ्कल, के गर्नु भएको? देखिनुहोस्, झाडी बचाउन लागेको नि। अब यहाँ गाडी घुर्ने बाटो बन्छ। मिनुलाई देखेपछि गुलाब र भङ्गेरी खुसी भए। उनीहरूले मिनुलाई सबै कुरा बताए। दिदी, यी मान्छेले रुख फुल सबै काट्ने रे। मेरो साथी गुलाबलाई पनि काट्ने रे। हेर्नुहोस् त, त्यो रुख रोइरहेको छ। मेरो साथीको त रुँदा रुँदा आँखा सुनिसक्यो। भङ्गेरीको कुरा सुनेपछि मिनुलाई नरमाइलो लाग्यो। उनले मानिसहरूलाई सम्झाउने प्रयास गरिन्। रुख काट्यो भने पानीको मुहान सुक्छ। फुलहरू पनि काट्न हुन्न। रुख फुल र सबै बोट बिरुवाले प्रकृतिको सुन्दरता बढाएको छन्। ती मानिसले मिनुलाई पनि कराए। यस्ता कुरा तँलाई कसले सिकायो? स्कुलमा सर म्यामले भन्नुभएको नि। ए फुची, धेरै नबोल, जाऊ घर गएर बस। ती मानिसले गाली गरे पनि मिनु डराइनन्। उनले उल्टै ती मानिसलाई थर्काउँदै भनिन्, म गाउँमा गएर सबैलाई बोलाएर ल्याउँछु। मिनु कुदेर गाउँमा गइन्। उनले ती मानिसका बारेमा बताइन्। काका काकी, तिनीहरूले रुख फुलका बोट काटेर बाटो बनाउने भन्दैछन्। हिँड्नुहोस् न, जाउँ। तिनीहरू को रहेछन्? एकाले हिँडा हो त। गाउँलेहरू ती मानिस भएका ठाउँमा पुगे। उनीहरूले ती मानिसलाई कराए। तिमीहरूलाई यहाँ कसले बाटो बना भन्यो? सार्वजनिक ठाउँमा आफू खुसी बाटो बनाउन पाइँदैन। यो वन हाम्रो सम्पत्ति हो। गाउँलेका कुरा सुनेपछि ती मानिसहरू डराउँदै भागे। मिनुको साहस देखेर गाउँलेले ताली बजाए। गुलाब र भङ्गेरीले मिनुलाई धन्यवाद भने। मिनु पनि खुसी भइन्।